सिटको यो अब यसले त फुल्छ है मान्छे नै 1 महिना बिमार भयो है 1 महिना त के भराइ जाति हुनु यता हुँदा गर्दा 2 महिना त लाग्यो अन्त कमजोरी त्यसले गर्दा पालाई भनिहाले म यो सेल गर्छु यिनीहरू फेरिँदैछ है हो टुसाहरू हेरिस् टुसा तिर भयो ती राम्रो भएको छ आज चाहिँ म धेरै दिनमा आइपुगेँ है र म चाहिँ आज के भन्नु छ भने अब तपाईहरुलाई अब है विशेष अर्किडकै बारेमा अब अर्किड त हेरिहाल्नु भएको छ है पहिला कस्तो थियो अहिले कस्तो छ फेरि हिजो अस्ति हालमा कस्तो भएको थियो अहिले कस्तो भएको छ र म चाहिँ तपाईहरुलाई त्यही बताउनुको लागि अहिले अब तपाईहरुले कस्तो लाग्यो तपाईहरुले कमेन्ट पनि गर्नुहोस् है मैले त अब यो यतिको चाहिँ भयो अहिले हेर्नुहोस् है यतिको धेरै नै तपाईहरुलाई थाहा छ कि म बिमार भएको र त्यसले गर्दा अर्किड पनि बिमारी भइदियो नि त है र अहिले अब म फेरि अब म पनि धेरै उयो सक्सेस भए जाति भए भनौँ न राम्रैसँगले अब जस्तो पहिला त्यस्तै भइरहेको छु र अहिले अर्किड हेरिहाल्नुहोस् हिजो अस्ति कस्तो थियो अहिले कस्तो थियो र यसै कारणले गर्दा यही विषयमा म तपाईहरुलाई एक दुईवटा भन्दैछु है भन्नुमा आएको र अब मलाई यति साह्रो मलाई त सुर्ता लागेको थियो कि किनभने म तपाईहरुलाई देखाइरहने है अरू साथीहरुको सिजनमा फुल्छ मेरोमा चाहिँ फुल्दैन होला जस्तो लागेको थियो र त्यसैले गर्दा यो यतिको भयो हेरिहाल्नुहोस् ल हेर्नुहोस् यिनीहरू फेरिँदैछ है हो टुसाहरू हेरिस् टुसा कस्तो थियो भने हिजो अस्ति चाहिँ नि एकदम पहेँलै बलि हेर्नुहोस् न ठुल्ठुलो झेङहरू पहेँलो सुकेर यस्तो भएको थियो तर अझ धेरै आइगयो यस्तो बोर्ड थियो हो तपाईहरुले हेरिहाल्नु भएको छ है र अहिले धेरै राम्रो भएको छ अब यिनीहरू हेरिहाल्नुहोस् यहाँ हेर्नुभयो यो धेरै राम्रो भएको छ टुसाहरू हेरिहाल्नुहोस् हो यति राम्रो भएको छ र फुलेको काटिहाल्छु कटफ्लावर दिइहाल्छु त्यसले बोर्ड चाहिँ अर्को पालि चाहिँ तन्दुरुस्त हुन्छ यहाँ हेऱ्यो प्राय एकदम कमजोरीहरू टुसा देख्छ हेर्नुहोस् है यहाँ दिएको छ यहाँ दिएको छ हो दुईवटा दिएको छ यसरी यस्तो भएको धेरै फेरि भन्यो नि त यस्तो पाराले भयो यहाँ देखिहाल्नु भएको छ कमजोरी एकदम विक भएको थियो यसलाई स्याहारै नपुगेर क्या म मान्छे नै स्याहार्ने मान्छे नै 1 महिना बिमार भयो है 1 महिना त के भराइ जाति हुनु यता हुँदा गर्दा 2 महिना त लाग्यो अन्त कमजोरी त्यसले गर्दा फुल पनि कमजोरी भयो नि है मेरो भिडियोमा यो पहिला मैले देख्थेँ नि एक्टिङ साहित्य त्यो त एकदमै हो नि किनभने कसरी हो भने अब हामी 1-2 दिन कता गयो भने यिनीहरूले पानीहरू खानु पाउँदैन है त्यसले गर्दा लुरुक्क मैले एक्टिङ साथ दिएको थिएँ त्यो भिडियो पनि हेर्नुहोस् तपाईँहरूले पहिला दिएको छु त्यसरी नै है र अहिले चाहिँ अब फेरि धेरै नै मलाई धेरै साथीहरूले है हाम्रो फुल प्रेमी दाजुभाइ दिदीबहिनीहरूले धेरै नै सोध्नु हुँदै कमेन्ट गरेर पनि भन्नु हुँदै थियो र त्यसैले गर्दा म आज तपाईहरुलाई यो भिडियो मार्फत नै एकदम खुल्ला रूपमा भन्नु पर्यो भनेर म तपाईहरुलाई बोर्ड पनि देखाउँदैछु तपाईहरुलाई भनिहाले म यो सेल गर्छु तर अहिले चाहिँ होइन म सेल गर्दिनँ भन्ने कारण चाहिँ यसको राम्रो ग्रोथै भएको छैन है र तपाईहरुले लाँदा मजाको ग्रोथ भन्छ त मलाई पनि मजा आउँछ तपाईहरुलाई लिनेलाई पनि मजा दिनेलाई पनि मजा त्यो भनेर चाहिँ मैले अहिले नगरेको नसुर्ताउनुहोस् सेल त गर्छु म है प्राय यत्रो राखेर नि त यहाँ अब अड्दैन पनि तपाईहरुलाई थाहै छ साथीहरूले कतिजना आउनु भएको थियो हाम्रो फुल प्रेमीहरू आएर लानु पनि भएको छ यो पुरानो सबै बेचेर यिनीहरू नयाँ ल्याउँदै यत्रो भएको त र यो पनि त म अब सेल गर्छु नै अहिले चाहिँ होइन किन अहिले चाहिँ अब भनिहालेँ तपाईहरुलाई मैले सबै बताइहालेको छु कुनले फुल्छ म त्यो तपाईहरुलाई म अवश्य देखाउँछु है त्यो फुलेको फुलहरू हेर्नुहोस् र म फुल पनि त यसपालि कटफ्लावर चाहिँ चलाइदिन्छु है जब फुल्छ म छिटो काट्छु कटफ्लावर म राख्दिनँ किनभने बोट एकदम कमजोरी हुन्छ कि त्यसले गर्दा
म फुल जुनले फुलेको हुन्छ त्यो फुल चाहिँ म कटफ्लावर छिट्टै दिइहाल्ने छु। मैले सबैलाई यो आज भिडियो मार्फतै भनेको छु। कटफ्लावर लाने साथीहरू है कतिजना हुनुहुन्छ र फुलेको बित्तिकै म राम्रो नराम्रो कस्तो छ के छ है, त्यसले गर्दा म त्यही मेरो अहिलेदेखि नै विचार त्यही छ। फुल चाहिँ कटफ्लावर फुलिसक्छ त्यसलाई काटिहाल्यो, किनभने राखिबस्यो भने त्यो बोट झन् विक हुन्छ, त्यो तपाईँहरूलाई पनि थाहै छ है। र त्यसैले गर्दा म तपाईँहरूलाई अब देखाउँदै यहाँ हेर्नुहोस् न, मसिनोहरू पनि आयो नि अब त हो, यिनीहरूले पनि आउँदैछ है, यी सबै दिँदैछ है। हेर्नुहोस् त यस्तो यस्तो आएको छ सबै, अब चाहिँ राम्रो हुँदै जाँदैछ। हेरिहाल्नुहोस् है विक भएको। ल म तपाईँहरूलाई देखाउँदै लान्छु, हेर्नुहोस् एकदम यस्तो भएको चाहिँ सबै नै। अब यहाँ हेर्नुहोस् यो तपाईँहरूले अब मैले अन्त तपाईँहरूले मैले बार भन्दैछु तपाईँहरूलाई 2026 फुलेन भने 27 मा फुल्छ भने अस्ति प्राय भिडियो हेर्नुहोस् तपाईँहरूले मेरो है, त्यो तपाईँहरूलाई म देखाउँदैछु। यहाँ हेर्नुहोस् है सिटको यो अब यसले त फुल्छ है योपालि, म तपाईँहरूलाई भन्दैछु, म देखाउँछु यो तपाईँहरूलाई मैले सालैपछि भने रोपदान देखाएको छु। यसले चाहिँ 2026 मा फुल्छ। 2026 मा कसरी फुल्छ भने यसले टुसा हानेन भने चाहिँ फुल्छ भनेको थिएँ, तर यसले टुसा हाने नि त्यो फाइदा भयो। तर अब यसपालि 27 मा त यसले फुल्छ है। यो सिट रोप्दा तपाईँहरूलाई मैले है सुरुदेखि नै देखाएको थिएँ, त्यो भिडियो हेर्दै जानुहोस्। यो रोपेको सिटहरू सुरुदेखि देखाएको थिएँ, भनेको म पहिलादेखि नै हो। तर अहिले पनि देखाउँदैछु, पोहोर पनि देखाएँ, हिजो अस्ति पनि देखाएँ है। र यहाँ हेरिहाल्नुहोस् सिटले पनि धेरै फर्केको छ, टुसाहरू हेरिहाल्नुहोस्। यहाँ हेर्नुहोस् रक्कै यो टुसाहरू हेर्नुहोस्, यो सबै सिटै हो सबै सिट। यो पनि हेर्नुहोस् सिट है, यस्तो भयो सिटहरू हो, हेरिहाल्नु सिटहरू है। यति राम्रो अहिले चाहिँ धेरै नै राम्रो है। यिनीहरू हेरिहाल्नु भयो है, यिनीहरू हेरिहाल्नु भयो है, यिनीहरू हेर्नु भयो। यसपालि चाहिँ अहिले चाहिँ मलाई ढुक्कै भयो जब, किनभने फुल्ने लायकको चाहिँ भयो, फुल्छ अब है। त्यसले गर्दा म तपाईँहरूलाई देखाउँछु भनेको थिएँ, म फुल्नु बित्तिकै देखाउँछु। हाम्रो फुलप्रेमी कटफ्लावर उठाउने साथीहरू कतिजना हुन्छ, उहाँहरूले पनि यो भिडियोमा स्पष्ट नै थाहा हुन्छ कि त्यो अहिले नै भनिरहेको फुल्यो कि कटफ्लावर काटिहाल्छु म, राख्दिनँ। र अब तल्लो साइड जाउँ, तल्लो साइडको पनि हेरौँ। यहाँ सिटहरू पनि छ अलिअलि, बल र सिटको चाहिँ म पछि भिडियो बनाउँछु है, एकैचोटि तपाईँहरूलाई नदेखाएर। फेरि यो तल्लो लाइनमा हेरिहाल्नुहोस् है, धेरै अब त बत्लेर आइगयो नि है। या अब यति बेला त दिने नै हो, र अब सबै कुरो ठिक्कै भएको छ। मसिनोहरूले पनि दिँदैछ जस्तै है। कतिवटा त अब एकदम विक भइरहेको थियो, अहिले विक भएको चाल पाइहाल्नुहुन्छ नि है। यसलाई बनाउँदा दिइरहेकै छ मिटर। र त्यसले गर्दा तपाईँलाई जति भन्नुपर्ने थियो है तपाईँलाई अब मैले भनिहालेँ। र यस्तै हुन्छ कतिजना हाम्रो फुल प्रेमीहरू दाजुभाइ दिदीबहिनीहरू, र हिम्मत हर्नु चाहिँ हुँदैन, त्यसलाई कोसिस गर्नुपर्छ। आफू पनि बाँच्नु पर्यो, फुललाई पनि बचाउनु पर्यो, कोसिस चाहिँ गर्नु पर्यो। र त्यसले गर्दा म आजको लागि यति भन्दै यी समाप्त गर्दछु। धन्यवाद।